सबैभन्दा बढी भोट सुकुले हालेको क्या सुकुले सुकुम्बासी दुई उपरी सुकुले हालेको भोट तेरिका नेपालभरि सुकु सानो उग्र थिए सुकुका घर घरमा घन्टीको झन्डा थियो अहिले सबैभन्दा पिछो सुकुको हुकु त हिँडिहाले यो सुकुम्बासीमा पर्छ भने नेपालको 3 करोड नागरिक सुकुम्बासी बन्न चाहन्छन् होला त्यति मात्र होइन यहाँ अलग अलग फ्यासिलिटी छ भवन हेर्नु भने 7 तल्लाको करिब 1500-2000 स्क्वायर फिटमा फैलिएको माथि जानु सट्ट मसाज थकानमा हुनुहुन्छ त्योभन्दा अलिकति तल आउनु हो भोक लाग्यो खाजा खाने रेस्टुरेन्ट रहेछ त्योले पनि पुगेन भने अलिकति बारमै छेउ भन्ने पनि छ बारको व्यवस्था पनि रहेछ You serious? ओहो अब त देशमै बसेर पनि केही गर्न सकिएन भन्ने लाग्छ भने यहाँ चाहिँ आइएलएसपीटी लगायतका व्यवस्था पनि छ कन्सल्टेन्सीको पनि व्यवस्था छ नेपालबाट सिधै विदेश जाने व्यवस्था जब यतिको सम्पन्न भवनको सुकुम्बासी बन्न त जसलाई पनि रहर लाग्ला सुकुम्बासीको चाहिँ बिगिदी नि एमाले आउँदा सुरु भयो भन्छन् रे के सुकुम्बासीहरूले भनेका हो नि यो कुरा कतिको सत्यता भन्नुहोस् त यो सत्यता साँच्चीकै हो अब यो त अनि मापदण्ड अनुसार जानु पर्यो सुकुम्बासीहरूको बिबिगी भयो एमाले आएपछि अब सुकुम्बासी चाहिँ नि अब राख्ने भनेर उनीहरूले त पहिलादेखि अब सुकुम्बासीलाई त अब सपोर्ट गरिरहेको थियो होइन सहयोग गरिरहेको थियो नि त एमाले माया गरेर राखेको थियो नि त सर्वहारा भनेर होइन निम्न वर्ग भनेर त नि माया गरेर राखेको थियो अब यहाँनिर अहिले त आउँदा त बालन सरकार होइन गोल्डेन सरकारले त अब यो त अब भत्काउने थोड़ा 25 मीटर थोड़ा ज्यादा हो गया 15 मीटर लेते तो बहुत अच्छा रहता है क्योंकि बहुत आदमी बेघर हो गया अच्छा एक बात बताइए बेघर हो गया सरकार का जमीन था यहाँ तो भाई अपने भाई का जमीन 1 इंच बर्दाश्त नहीं करता है सरकार 20 फीट कैसे बर्दाश्त करेगा वो तो बात सही है सही है कि वास्तविक सुकुम्बासी को छ भने पहिचान गरेर मात्रै हामीले टाउको दुख्यो कि यो घर भत्किन लाएर तपाईको पसल दिएर टाउको दुख्यो कि के गर्टा हैन यो त घर त भकाउनु म त भएन तपाईलाई यो घरको बारेमा बोल्दै अलिअलि म तर खर्च दिन्छु भन्नुभएको रुन्छ 2000 रुपैयाँ गाडी भाडा तिरेर रमिता हेर्न आएको तर यहाँ हाम्रो चाहिँ प्रहरीहरूले चाहिँ भाग्नु यो सरकारले के हेरिरहेको छ भन्नुस् त सुकुम्बासी वास्तविक सुकुम्बासीलाई चाहिँ सरकारले हेर्नुपर्छ त्यो चोर फटाहरूलाई सकेसम्म मिल्यो भने जेलमा कोचेर त्यसको गु निकालिदिनु पर्छ त्यहाँ सुकुम्बासी मात्रै भएको भए एउटा कुरा बोल्नु हुन्थ्यो त्यहाँ चाहिँ सबैभन्दा धेरै चाहिँ त्यहाँ फटा चोर दलाल होइन राजनीति पार्टीहरूको झोलेहरूले चाहिँ बिगारेको रहेछ हजुरको घर चाहिँ कता हो दिदी मेरो घर छैन सुकुम्बासी हो म होइन गाउँ घर त हुन्छ नि गाउँ पनि छैन यही हो कता उता कता हो कता छैन कोही पनि छैन कतिको क्षतिपूर्ति चाहियो कति क्षतिपूर्ति भयो नि 10 लाख यो 3 तोला मेरो सुन थियो अरु यो सामान यत्रो पसल थियो मेरो हजुर इलेक्ट्रोनिक पसल थियो र मेरो अरु कोठामा सामानहरु धेरै थियो कम्तीमा मेरो 20 लाख चाहियो मलाई 3 तोला सुन त सुरक्षित छ नि तपाई छैन मैले हो केको सुरक्षित हुनु ल्याएर डोजर लगाइदिएपछि कहाँबाट सुरक्षित गर्ने राखे भनेको यिन अघि भर्खर तपाईले गरिब मारा बालन सरकार भनेर यतिबेला विरोध भइराख्छ त काङ्ग्रेस एमाले भनिहाल्छ नि जनताले होइन भनेको जनताले भोट दिएर दुईटै ल्याएर कस्तो कुरा गर्नु तपाईले सुकुम्बासी भन्छ सुकुम्बासी भनेको एउटा मेरो प्रश्न थियो है र यो देश सरकारको भन्छ सरकार भनेको सरी अर्को साम्पाङ र ज्योति महरमा के फरक छ अर्को साम्पाङ संसारलाई गाली गर्ने ज्योति महर तिर्दै देखाएर नाच कुनै पनि दिन बालेन्द्र शाह प्रधानमन्त्री हुँदै गर्दा कुनै गरिबहरूका बस्तीमा कुनै सुकुम्बासीका बस्तीमा डोजर चल्छ भने त्यो डोजरको पहिलो टायरमा गएर म सुत्छु डोजर चलेछ भने डोजर भन्दा पहिला म छाती थापेर बस्छु नि किन चिन्ता गर्नुहुन्छ डोजर हान्दाखेरि छाती थाप्ने पनि थिए खोइ छाती थाप्ने तपाई आज पनि स्टेटस लेख्नुहुन्छ के जोक हो यो डिप्रेसन
डोजराले घर हान्यो छाती थाप्ने कोही भएन बोल्दैछु म बोल्दैछु लानु ल ल ल ल एक बार धोखा खा चुका हूँ सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ओ बालन भाइ ओ प्राइम मिनिस्टर अहिलेको लागि 5 वर्ष ठेक सुदनलाई फर्का Hey, y'all, come look at this.